वेलकम बैक टु दिस गेटिङ स्टार्टेड विथ ब्याङ्क्स सिरिज। यो भिडियोमा चाहिँ हामी क्याटेगोरिजहरू बनाउँछौँ अनि प्रडक्ट अपलोड गर्नको लागि चाहिँ हामीलाई के कुराहरू थाहा हुनुपर्छ, भेरिएन्ट के हो, कस्टम फिल्ड्सहरू के हो भन्ने कुराहरू बुझ्छौँ। सो त्यसको लागि सबसे सुरुमा हामी क्याटेगोरिज भन्ने सेक्सनमा जाऊँ। यहाँनिर एड क्याटेगोरीमा क्लिक गरौँ। क्याटेगोरिजहरूको लागि पनि मैले अलरेडी इमेजेसहरू चाहिँ डिजाइन गरेर राखिसकेको छु। यो डिजाइनहरू चाहिँ मैले क्यानभाबाट गरेको हो। क्यानभामा ब्याकग्राउन्ड रिमुभ गर्न पनि एकदमै सजिलो छ र पछाडि ब्याकग्राउन्डहरू एड गर्न पनि सजिलो छ। त्यसपछि मैले यहाँनिर अपलोड गर्नको लागि एडजस्ट गर्दैछु इमेजलाई। त्यसपछि यसलाई अपलोड गर्ने र यसको नाम चाहिँ म वासिङ मेसिन राख्छु अनि सेभमा क्लिक गर्ने। वासिङ मेसिनको लागि क्याटेगोरी बनाए जस्तै अरू 8वटा क्याटेगोरिजहरू म बनाउँछु अनि त्यस पछाडि हजुरलाई देखाउँछु। यता हाम्रो 8वटा क्याटेगोरिजहरू चाहिँ एड भइसकेको छ। अब यसलाई हामी वेबसाइटमा हाल्छौँ। त्यसको लागि पेजेसमा जाने अनि ल्यान्डिङभित्र जाने र यसमा हामी एउटा सेक्सन एड गर्छौँ। यहाँ एड सेक्सनमा क्लिक गरेर यहाँ क्याटेगोरी ग्रिड भन्ने खोज्ने र एड सेक्सन गर्ने। हाम्रो डिजाइनिङ प्रोसेस चाहिँ सबै यो सेक्सन बेस्ड नै हुन्छ, त्यसैले यो चाहिँ अलिकति मजाले सिक्न पर्ने हुन्छ। अनि अब यहाँनिर क्याटेगोरिजहरू सिलेक्ट गर्न थाल्ने। हामीले बनाएको सबै क्याटेगोरिजहरू चाहिँ म सिलेक्ट गर्दैछु। अब यो वेबसाइटमा कस्तो देखिन्छ भनेर म अहिले एकछिनमा देखाउँछु हजुरलाई। सो यहाँनिर हेर्नुभयो भने चाहिँ डिफ्रेन्ट टाइपको ग्रिड स्टाइलहरू छ। अहिले एज इट इज जे छ त्यो एकचोटि सेभ गरेर हेरौँ। अब फेरि वेबसाइट रिफ्रेस गरेर हेर्ने। रिफ्रेस गर्दाखेरि अघि हामीले हालेको यो पपअप आइरहेको छ र यो हो हाम्रो क्याटेगोरीको ग्रिड। सो फुल गरेर हेर्दाखेरि चाहिँ हाम्रो वेबसाइटमा यस्तो देखिन्छ, यतिको साइजमा आउँछ र यसलाई फोनमा चाहिँ कस्तो हुन्छ त्यो पनि म देखाउँछु हजुरलाई। अनि फोनमा चाहिँ यस्तो देखिन्छ, दुईवटा क्याटेगोरी साइड बाई साइड देखिन्छ अनि क्लिन मिनिमल राम्रो देखिरहेको छ। अब क्याटेगोरी ग्रिडभित्र त धेरैवटा अप्सन्सहरू थियो। यो अरू अप्सन्सहरू चाहिँ के हो त? सो यहाँनिर चाहिँ हजुरले आफूले मन चाहेको ब्याकग्राउन्ड कलरहरू पनि सेट गर्ने चाहिँ सक्नुहुन्छ। हजुरलाई म ट्राई नै गरेर देखाउँछु। यो लाइट ब्लूवाला कलर मैले सिलेक्ट गरेँ अहिलेलाई। सो यो वेबसाइटमा जुन सब बाई क्याटेगोरी लेखिएको छ नि त्यसलाई पनि चेन्ज गर्न मिल्छ। सो अहिलेको लागि मैले मेबी अल क्याटेगोरिज भनेर लेखिदिन्छु। एउटा इमोजी पनि हालिदिउँ न त। सो यो मैले एउटा स्टारवाला इमोजी पनि राखिदिएँ। अर्को चाहिँ यहाँनिर टाइटल एलाइन भन्ने छ। टाइटल एलाइन भनेको जुन यो सब बाई क्याटेगोरी लेखिरहेको छ त्यसलाई चाहिँ साइडमा राख्ने कि बिचमा राख्ने त? सो अर्को चाहिँ यो ग्रिड स्टाइल भन्ने जुन अघि मैले कुरा गरिरहेको थिएँ, यसमा चाहिँ 4वटा स्टाइल छ। एउटा स्टाइल चाहिँ यो भयो। अर्को भनेको चाहिँ इमेज ओन्ली। यसमा हजुरले आफैले डिजाइन गरेर धेरै कुराहरूसँग प्ले अराउन्ड गर्न सक्नुहुन्छ। र अर्को भनेको चाहिँ यो खालको टेक्स्ट। यो चाहिँ मेरो पर्सनल फेभरेट हो, तर पनि म अहिलेलाई चाहिँ प्लेनबाटै जान्छु। अब हाम्रो वेबसाइट चाहिँ कस्तो भइरहेको छ त? लेट मी सो यू। सो यहाँ आएर रिफ्रेस गर्ने अनि ट्यान्टाडा सबै कुरा त सिमिलर नै छ। टेक्स्टहरू सबै जे प्रिभ्यूमा देखिरहेको थियो त्यो नै छ। हामीले अल क्याटेगोरिज भन्ने राख्यौँ र स्टार राख्यौँ। टाडा। सो विथ दिस वी आर डन विथ द क्याटेगोरी। अब हामी प्रडक्ट अपलोड गर्नतिर जान्छौँ। प्रडक्ट अपलोड गर्नको लागि हजुरले प्रडक्ट सेक्सनमा जाने। त्यस पछाडि यहाँ साइडमा 3वटा डट हेर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ क्लिक गरेर एड प्रडक्टमा क्लिक गर्ने। प्रडक्ट नेम, क्याटेगोरिज, डिस्क्रिप्सन्सहरू यहाँ हाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ म च्याट जीपीटीलाई गएर मेरो लागि टाइटल र डिस्क्रिप्सन लेख्दै भनेर भन्दैछु। च्याट जीपीटी भएर यति सजिलो छ कि हजुरलाई डिस्क्रिप्सन लेख्न त केही सोच्नै पर्दैन। कस्तो तरिकाको डिस्क्रिप्सन लेख्ने, के कुराहरू एड गर्नुपर्ने छ सबै च्याट जीपीटीलाई भन्ने, उसले सरर लेखिदिन्छ। हजुरले जस्ट कपी गर्ने, लाने अनि पेस्ट गर्ने। कति सजिलो। सो यो डिस्क्रिप्सन चाहिँ एकदमै कस्टमाइजेबल छ। हजुरले कुनै पनि टेक्स्टलाई ठुलो बनाउने, सानो बनाउने, यसमा इमेज राख्ने, जे पनि गर्न सक्नुहुन्छ। म त्यो सबै गरेर देखाउँछु यता। सो यसमा इमेज राखेर हेरौँ। इमेज राख्दाखेरि कस्तो देखिन्छ। सो यहाँनिर जाने, इमेज ट्याबमा जाने। त्यस पछाडि हजुरलाई कुन इमेज राख्नु छ त्यो इमेज सिलेक्ट गर्ने। यो प्रडक्ट चाहिँ एउटा आइरन हो, त्यसैले म यसमा चाहिँ आइरन नै हाल्दैछु। सो आइरनमा क्लिक गरेर मैले यसलाई ओपन गरेँ। यसरी चाहिँ एउटा कुनै प्रडक्टको हजुरले इमेज डिजाइन गरेर त्यसको बेनिफिटहरू रिलेटेड कुरा कसरी काम गर्छ भन्ने सेभरल इमेजेसहरू चाहिँ हजुरले यो डिस्क्रिप्सनमा राख्न सक्नुहुन्छ। थोरै एक्सप्लेन गर्दै इमेज हाल्ने। यसरी चाहिँ हजुरले आफ्नो प्रडक्टलाई बेटर तरिकाले कस्टमरलाई बुझाउन सक्नुभयो। इमेज हाले जसरी नै हजुरले युट्युब भिडियोको लिङ्कहरूलाई पनि यहाँनिर ल्याएर राख्न सक्नुहुन्छ। जस्तै यहाँ युट्युबमा गएर मैले यो लिङ्कलाई कपी गरेँ। अब यसलाई चाहिँ यहाँ आएर पेस्ट गरेँ भने त्यो भिडियो चाहिँ यहीँनिर नै खुल्न थाल्छ। डिस्क्रिप्सनको काम सकिसक्यो। अब प्रडक्टको इमेजेसहरू अपलोड गरौँ। अब यसमा आइरन चाहिँ मैले सिलेक्ट गरेर यसलाई ओपन गरेँ अनि क्रप गर्न थालेँ। त्यस पछाडि अपलोडमा क्लिक गरेँ। प्रडक्ट इमेज अपलोड भयो। अब नेक्स्ट क्लिक गरेँ। यो ठाउँमा चाहिँ हजुरले आफ्नो प्रडक्टको प्राइसेसहरू सेट गर्नुपर्छ। सो प्रडक्ट पेजमा त्यो काटेकोवाला प्राइस हुन्छ नि, त्यो चाहिँ क्रस प्राइस हो। अहिलेको लागि म चाहिँ यसलाई 8000 राखिदिन्छु। सेलिङ प्राइस चाहिँ 7400 राखिदिन्छु र कस्ट प्राइस भनेको चाहिँ हजुरलाई यो सामान कति परेको छ त, यो चाहिँ पछि गएर प्रफिट थपाउनको लागि युज हुन्छ। सो अहिलेको लागि मैले 6500 राखिदिएँ। यो चाहिँ हजुरले राख्दा पनि भयो, नराख्दा पनि भयो। क्वान्टिटीमा 20 राखिदिएँ। यो चाहिँ इन्भेन्ट्री म्यानेजमेन्टको लागि युज हुन्छ।
वेट अहिलेको लागि मैले यसको 0.5 राखिदिएँ। एसक्यू हजुरले मेन्टेन गर्नुहुन्छ भने राख्दा भयो, नत्र अहिले यतिकै छोडिदिरहेको छु मैले। अनेबल प्रडक्ट भेरिएन्ट भन्ने कुरा चाहिँ म अहिले एकछिनमा आउँछु। अहिले यसलाई हुन्दिउँ र नेक्स्ट क्लिक गरौँ। सो सिमिलरली यो अनेबल कस्टम फिल्ड्स भन्ने कुरा पनि म अहिले एकछिनमा बुझाउँछु हजुरलाई। अहिलेलाई चाहिँ कन्फर्म एड प्रडक्टमा क्लिक गर्ने। यति भइसकेपछि हाम्रो प्रडक्ट चाहिँ सक्सेसफुल्ली एड भइसक्यो। यो पपअपलाई बन्द गरिदिउँ अनि यहाँ चाहिँ प्रडक्ट देखिरहेछ। सो यसलाई चाहिँ भ्यू गरेर हेरौँ कस्तो देखिरहेछ। यसलाई फुल स्क्रिन गरेर हेर्छु। सो लुक एट दिस, कस्तो राम्रो देखिरहेछ। प्राइसिङ पनि छ, टाइटल पनि मजाले लेखिएको छ, डिस्क्रिप्सनमा इमेजेस पनि छ र युट्युब भिडियोको लिङ्क पनि छ जुन चाहिँ प्ले पनि भइरहेछ। सो हाम्रो अपलोड भएको प्रडक्टमा चाहिँ यहाँनिर हजुरले हेर्नुभयो भने इन्भेन्ट्री पनि देखाइरहेको छ, प्राइस पनि देखाइरहेको छ र यो प्रडक्ट चाहिँ अहिले एक्टिभ छ। अघि मैले कस्टम फिल्ड र भेरिएन्ट भनेको चाहिँ के हो भनेर एकछिनमा भन्छु भनेर भनेको थिएँ। अब त्यो चेक गरौँ के रहेछ भनेर। सुरुमा यो 3टा डटमा क्लिक गर्ने अनि एडिट प्राइस एन्ड इन्भेन्ट्रीमा क्लिक गर्ने। त्यस पछाडि यहाँनिर एउटा अप्सन छ जुन चाहिँ अहिले अफ छ। यो चाहिँ हजुरलाई चाह्यो भने मात्रै चलाउने हो, नत्र नचलाउँदा पनि हुन्छ। त्यसको लागि यसलाई चाहिँ अफ गरिराखेको छ। सो यसलाई अन गरिसकेपछि चाहिँ के हुन्छ भने भेरिएन्ट र साइज, जस्तै हजुरको प्रडक्टको चाहिँ डिफ्रेन्ट भेरिएन्ट्सहरू छ या डिफ्रेन्ट साइजेसहरू छ, मटेरियल्सहरू डिफ्रेन्ट छ। त्यस्तो केसमा चाहिँ यहाँ ल्याएर हजुरले त्यो कुराहरू डिफाइन गर्न सक्नुहुन्छ। सो अहिले इक्जाम्पलको लागि मैले स्काई ब्लू र रेड भनेर दुईवटा कलरहरू म डिफाइन गर्दैछु र साइजमा चाहिँ स्मल र लार्ज। यसको माथि जुन यो लेबल देखिरहेछ त्यसलाई पनि एडिट गर्न मिल्छ। जस्तै यो त कलर हो नि त, सो म यसलाई कलर लेखिदिन्छु र तलको यो चुज साइज भन्नेलाई म चुज हटाएर जस्ट साइज लेखिदिन्छु। यति हालिसकेपछि यहाँ हजुरले हेर्नुभयो भने 4वटा चाहिँ डिफ्रेन्ट भेरिएन्टहरू आएको छ। सो यो भेरिएन्टहरूको त डिफ्रेन्ट कलर हुनसक्छ नि त। सो ब्लूको लागि मैले ब्लूवाला एजाइन गर्दैछु। अब रेड चाहिँ मसँग छैन, त्यसको लागि म क्विक एउटा डाउनलोड गरिहाल्छु यता। अब यो रेड भए ठाउँमा चाहिँ म रेडवाला इमेज अपलोड गर्छु। सो यहाँनिर छ त्यो इमेज चाहिँ एन्ड ओपन। यसलाई क्रप एडजस्ट गरौँ एन्ड अपलोड। यति भइसकेपछि रेड पनि आयो। अब म रेडलाई चाहिँ सिलेक्ट गर्छु। अब हजुरले यहाँ हेर्नुभयो भने अघि मैले भने जस्तै क्रस प्राइस, सेलिङ प्राइस, कस्ट प्राइस भनेर सबै त्यही फिल्डहरू नै छ। तर अघि चाहिँ के थियो भने अघि हामी एउटा प्रडक्टको लागि हाल्थ्यौँ भने यहाँ चाहिँ अब डिफ्रेन्ट भेरिएन्ट छ। सो डिफ्रेन्ट भेरिएन्टको साइज अनुसारले, मटेरियल अनुसारले डिफ्रेन्ट प्राइस हुनसक्छ, डिफ्रेन्ट क्रस प्राइस हुनसक्छ, डिफ्रेन्ट इन्भेन्ट्री पनि हुनसक्छ। त्यो कुराहरू चाहिँ यहाँदेखि हामीले मेन्टेन गर्ने हो। म यसलाई क्विकली फिल गरिहाल्छु। सो यहाँनिर अर्को एउटा अप्सन छ जुन चाहिँ मैले अगाडि छुटाएको थिएँ भन्नलाई। सो एक्जाम्पल हजुरको वेयरहाउसमा चाहिँ अहिले प्रडक्ट छैन तर हजुरले इजिली त्यो प्रडक्ट चाहिँ ल्याइरहन सक्नुहुन्छ। त्यस्तो केसमा हजुरले यो टिकलाई चाहिँ टिक गर्नुभयो भने हजुरको वेबसाइटमा चाहिँ आउट अफ स्टक भनेर देखाउँदैन। अब यसलाई सेभ चेन्ज गरौँ अनि हाम्रो वेबसाइटमा चाहिँ के कुराहरू चेन्ज भएको छ भनेर हामी हेर्छौँ। सो यसलाई भ्यू गरेर हेरौँ। सो यहाँ हजुरले हेर्नुभयो भने अघि यो कलर साइज भनेर यस्तो अप्सन चाहिँ देखाएको थिएन र यसमा चाहिँ रेडमा क्लिक गऱ्यो भने रेड इमेज देखाउँछ, स्काई ब्लूमा क्लिक गऱ्यो भने स्काई ब्लू र स्मलमा क्लिक गर्दाखेरि चाहिँ स्मलको प्राइस 7400 देखाइरहेछ भने लार्जमा क्लिक गर्दा चाहिँ 10500 देखाइरहेको छ। सो यसरी चाहिँ हजुरले भेरिएन्टहरूसँग प्ले अराउन्ड गर्न सक्नुहुन्छ। सो त्यसरी नै यहाँनिर अर्को कस्टम फिल्ड्स भन्ने छ। त्यो चाहिँ के हो अब हेरौँ। त्यो नर्मली चाहिँदैन, त्यसैले डिफल्टमा अफ हुन्छ। यसलाई चाहिँ हजुरले अन गरेर चलाउन सक्नुहुन्छ। सो योबाट चाहिँ के गर्न सकिन्छ भनेर म भन्छु अब। सो यदि हजुरको प्रडक्ट पेजबाट चाहिँ कुनै युनिक फिल्ड्सहरू लिन पर्ने छ भने यो युज गर्न सकिन्छ। एउटा इक्जाम्पल लिउँ। सपोज हजुरको केक बिजनेस छ। केक बिजनेसमा हजुरले कस्टमाइज केक गर्नुहुन्छ जसमा चाहिँ माथिबाट फोटो राखिदिनुहुन्छ। त्यस्तो केसमा इमेजेस यहाँदेखि लिन मिल्यो। त्यसरी नै केकमा त नाम लेखिन्छ नि त। सो ह्याप्पी बर्थडे समथिङ। सो ह्याप्पी बर्थडे समथिङमा चाहिँ के लेख्ने भनेर टेक्स्ट राख्न सकियो। त्यसरी नै केकको त अब सर्टेन डेलिभरी टाइम हुन्छ, एउटा टाइममा डेलिभर गर्नुपर्ने हुन्छ। त्यस्तो केसमा हजुरले डेट र टाइम पनि यसरी राख्न सक्नुभयो। लेबल भनेको चाहिँ फिल्डको माथि के देखाउने भन्ने कुरा मात्रै हो। यो चाहिँ म सिम्पली फिल गरिहालेँ। अब अर्को यहाँ अप्सन छ रिक्वायर्ड भन्ने। यो भनेको चाहिँ कतिको कम्पलसरी हो त यो। यदि कम्पलसरी हो भने चाहिँ टिक लगाउने, कम्पलसरी होइन भने चाहिँ टिक नलाउँदा पनि हुन्छ। केक बिजनेस या कुनै पनि तरिकाको कस्टमाइज प्रडक्ट्सहरू छ भने यो चाहिँ धेरै युज हुन सक्छ। सो अब हाम्रो वेबसाइटमा चाहिँ कस्तो देखिरहेछ भनेर हेरौँ। सो यो हो प्रडक्ट पेज हाम्रो। सो यहाँनिर हजुरले हेर्नुभयो भने अपलोड योर इमेज भनेर लेखाएको छ। त्यहाँनिरदेखि चाहिँ अपलोड इमेज अपलोड गर्न मिल्छ, यहाँ नाम हाल्न मिल्छ, यहाँदेखि डेट हाल्न मिल्छ र यहाँ चाहिँ डेलिभरीको टाइम पनि हाल्न मिल्छ। सो यो चाहिँ हो हाम्रो कस्टम फिल्ड्स र यसमा चाहिँ सेम फिल्ड मल्टिपल पनि बनाउन मिल्छ। जस्तै हजुरलाई 2-3वटा इमेज लिनु छ भने 2-3वटा इमेज अपलोड गर्ने पनि बनाउन मिल्छ। त्यो चाहिँ हजुरले डुप्लिकेट गरेर गर्न सक्नुहुन्छ। ओके, अब हाम्रो वेबसाइटमा चाहिँ यो प्रडक्टलाई डिस्प्ले गर्ने बनाऊँ। त्यसको लागि चाहिँ हामी फेरि ल्यान्डिङ भन्ने पेजमा जान्छौँ। त्यसको भित्र एउटा प्रडक्ट ग्रिड भन्ने सेक्सन हाल्छौँ।
सो अहिलेको लागि मैले यो सेक्सन टाइटल एडिट गरेर न्यू प्रोडक्ट्स भनेर बनाएँ। अब यसमा म प्रोडक्ट सिलेक्ट गर्छु। हाम्रो अहिले एउटा मात्रै प्रोडक्ट छ, यसलाई मैले सिलेक्ट गरेँ। अनि यो ब्याकग्राउन्ड चाहिँ हाल्ने नहाल्ने भन्ने कुरा हो, मैले अहिलेलाई अफ गरिदिन्छु। अनि त्यस पछाडि यो टेक्स्ट अलाइन चाहिँ साइडमा राख्ने कि सेन्टरमा राख्ने, सेम एज अगाडिको क्याटेगोरी जस्तै। अनि त्यस पछाडि अहिलेलाई मैले अरू सबै कुरा एज इट इज राखेर सेभ चेन्ज गरेँ। अनि लुक एट दिस, हाम्रो वेबसाइटमा चाहिँ यो प्रोडक्ट देखिन थालिसक्यो। अहिले हामीले एउटा मात्रै प्रोडक्ट हालेको छ, त्यसैले एउटा मात्रै देखिरहेछ, खाली देखिरहेछ। अब म यसमा अझै 8वटा प्रोडक्ट एड गर्छु। अनि त्यस पछाडि हाम्रो वेबसाइट चाहिँ कस्तो बनिरहेछ भनेर म हजुरलाई देखाउँछु। भिडियो धेरै लामो भइसक्यो, तर अझै पनि हामीले प्रोडक्टमा SEO को कुराहरू गरेका छैनौँ। अनि यो सबै प्रोडक्ट्सहरू चाहिँ बल्कमा एकैचोटि कसरी अपलोड गर्न सकिन्छ भनेर पनि हामी अब कुरा गर्न लाग्दैछौँ। सो फ्यु मोर मिनट्स है त, त्यस पछाडि हाम्रो यो भिडियो सकिन्छ। सो अहिलेलाई चाहिँ यो जति पनि अपलोड गरिएको प्रोडक्ट्सहरू छ सबै म एक एकवटा गर्दै हाम्रो वेबसाइटमा चाहिँ डिस्प्ले गराउन लाग्दैछु। मैले सबै प्रोडक्ट्सहरू सिलेक्ट गरेँ, सेभ चेन्जमा क्लिक गर्छु एन्ड डन। अब हाम्रो वेबसाइटमा हेरौँ कस्तो देखिरहेछ भनेर। सो रिफ्रेस गरेर हेर्दाखेरि सबै प्रोडक्ट्सहरू आइसक्यो एन्ड दिस लुक्स गुड। हाम्रो वेबसाइट अब बेसिक चाहिँ कम्प्लिट भइसक्यो। हामीले क्याटेगोरिजहरू पनि हालिसक्यौँ, ल्यान्डिङ पनि हालिसक्यौँ, प्रोडक्ट्सहरू पनि हालिसक्यौँ र अहिले हेर्दाखेरि हाम्रो सर हेर्दा वेबसाइट चाहिँ राम्रो देखिरहेछ। एन्ड यो चाहिँ अलरेडी फुल्ली फङ्सनल वेबसाइट हो। हामीले अहिलेसम्म केही गरेकै त छैन, बेसिक सेटअप त गरिरहेको थियौँ भनेर सोचिरहनु भएको होला, तर हाम्रो वेबसाइट चाहिँ रेडी नै भइसक्यो। ल हेर्नुहोस्, फोनमा यस्तो देखिरहेको छ। यहाँनिर हजुरले हेर्नुभयो भने क्याटेगोरिज पनि मजाले एलाइन भएर देखिरहेछ। अलि तल स्क्रोल गरेर हेऱ्यौँ भने प्रोडक्ट पनि देखिरहेको छ। यहाँ फुटर छ हाम्रो। त्यस पछाडि यो क्याटेगोरिजहरूमा हजुरले गएर क्लिक गर्नुभयो भने क्याटेगोरिजको भित्र यसको भएको प्रोडक्ट पनि देखाउँछ। त्यो पनि हामीले अलरेडी मिलाएर राखिसक्यौँ र यो चाहिँ फुल्ली फङ्सनल वेबसाइट हो। यहाँ हेर्नु प्रोडक्ट पेज पनि बनिसक्यो र अब कस्टमरले यहाँ आएर अर्डर नै गर्न सक्नुहुन्छ। हाम्रो बेसिक सेटअप चाहिँ लगभग कम्प्लिट नै भइसकेको छ। अनि यहाँनिर हजुरले हाम्रो न्याप बारमा हेर्नुभयो भने चाहिँ सप भनेर छ, त्यो सपमा क्लिक गर्दाखेरि चाहिँ अल प्रोडक्ट भ्यूमा लाग्छ। सो यो पेजमा चाहिँ सबै प्रोडक्ट्सहरू देखिरहेको छ। यहाँ साइडमा फिल्टर पनि हुन्छ, यहाँदेखि फिल्टर गरेर पनि हेर्न मिल्छ। जस्तै क्याटेगोरी फिल्टर लाउन मिल्यो, प्रोडक्ट भेरिएन्टको फिल्टर लाउन मिल्यो एन्ड दिस इज आवर वेबसाइट। ओके, त्यो त ठिक छ। अब प्रोडक्टको SEO को कुरा चाहिँ के हो त? यो प्रोडक्टहरू त गुगलमा सर्च गर्दाखेरि हाम्रो वेबसाइट त टपमा आउनु पर्यो नि त भन्ने क्वेसन हुन्छ सबैजनाको। सो हाम्रो चाहिँ यो प्रोडक्टको नाम, डिस्क्रिप्सनहरू चाहिँ सबै SEO अप्टिमाइज नै गरिएको छ। हजुरले यो नाम राख्दाखेरि, यो डिस्क्रिप्सनहरू राख्दाखेरि चाहिँ एकदमै ध्यान दिएर SEO को लागि के राख्दा ठिक हुन्छ भन्ने कुराहरू सबै बुझेर मजाले राख्नुभयो भने यही टाइटल र डिस्क्रिप्सनले गर्दाखेरि चाहिँ सर्चमा आइरहेको हुन्छ। अर्को कुरा भनेको चाहिँ प्रोडक्टको SEO को लागि टाइटल, इमेजेसहरू, डिस्क्रिप्सनहरू राख्ने पनि ठाउँ हामीले यहाँ बनाइदिएको छ। त्यसलाई चाहिँ मेटा डेटा भन्छ। त्यसलाई चाहिँ यो हजुरले साइडबाट यहाँनिर हजुरले अपडेट SEO मेटा डेटा भनेर क्लिक गर्नुभयो भने SEO को टाइटल, SEO को डिस्क्रिप्सन र इमेज के राख्ने भनेर देखाउँछ। यसमा चाहिँ अब हजुरले SEO फ्रेन्डली कुराहरू यहाँ राख्नुपर्ने हुन्छ। यसको लागि चाहिँ हजुरले ChatGPT को हेल्प लिँदा पनि हुन्छ। सो मैले पनि यहाँ त्यही गरिरहेको छु, ChatGPT लाई सोधिरहेको छु। सो मेरो चाहिँ यो प्रोडक्ट, यसको लागि चाहिँ टाइटल एन्ड डिस्क्रिप्सन लेख्दे यति यति क्यारेक्टरको भनेर, जुन चाहिँ यहाँनिर हजुरले ब्ल्याङ्कसम्म देख्न सक्नुहुन्छ कति क्यारेक्टरको राख्ने भनेर। सो त्यो चाहिँ मैले लगेर कपी एन्ड पेस्ट गरिदिँदैछु। यति भइसके पछाडि वी आर डन। अनि जब यो प्रोडक्टलाई चाहिँ सोसियल मिडियामा सेयर गरिन्छ त्यति बेला चाहिँ कुन इमेज चाहिँ देखाउने त त्यो सेयरको लिङ्कमा भन्ने कुरा पनि यसले नै डिफाइन गर्छ। सो हजुरले यहाँ ल्याएर चाहिँ प्रोडक्टको इमेजेस अपलोड गरिदिनु भयो भने यही इमेज नै हजुरको सेयर गर्दाखेरि सोसियल मिडियामा देखाउँछ। सो SEO को लागि अर्को मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हजुरको वेबसाइटमा चाहिँ यसरी गएर हजुरले /site-map.xml भनेर यो फाइल निकाल्नु पर्ने हुन्छ र यसलाई चाहिँ हजुरले गुगल सर्च कन्सोलमा गएर सबमिट गर्नुपर्छ, यानि कि भेरिफाई गर्नुपर्छ। यो पार्ट चाहिँ हामीले गरिदिन्छौँ। सो अहिलेको लागि हजुरले यसमा धेरै फोकस गर्न पर्दैन। हजुरले हाम्रो सपोर्ट टिमलाई कन्ट्याक्ट गर्नु होला। यो सबमिट गर्नको लागि, भेरिफाई गर्नको लागि चाहिँ हामी हेल्प गर्छौँ। यसमा हजुरले त्यो साइट म्याप सबमिट गरिसके पछाडि चाहिँ बल्ल हजुरको प्रोडक्ट्सहरू चाहिँ गुगलले सर्च गर्दा देखाउन थाल्छ। नाउ फाइनल्ली अब लास्ट एउटा कुरा बाँकी छ। यो भिडियो एकदमै लामो भयो, अब छिटो हामी एन्ड गर्छौँ है त। सो बल्क अपलोड चाहिँ कसरी गर्ने त? एकवटा प्रोडक्ट अपलोड गर्न त एकदमै टाइम लाग्छ। सो बल्क अपलोड गर्नको लागि चाहिँ हामीले एउटा ब्लग राखेको छ र एउटा हाम्रो भिडियो फर्मेटको अलरेडी कन्टेन्ट पनि छ, जुन चाहिँ हजुरले हेरेर बल्क अपलोड कसरी गर्ने भन्ने कुराहरू सिक्न सक्नुहुन्छ। त्यसको लागि blog.blanks.com मा गएर हजुरले हेर्दा पनि भयो। युट्युबमा गएर हाम्रो च्यानल खोलेर त्यहाँनिर बल्क अपलोड कसरी गर्ने भन्ने भिडियो छ, त्यो हजुरले चेक गर्दा पनि भयो। सो हामीले हाम्रो ब्लगमा चाहिँ मजाले एक्सप्लेन गरेर राखेको छ के कुराहरू हो, कसरी गर्ने भन्ने कुराहरू हजुरले एकचोटि चेक गर्नु होला। एकदमै इजी छ, हजुरले आफैले गर्न सक्नुहुन्छ। यदि केही कुरामा हेल्प पर्यो भने हजुरले हामीलाई कन्ट्याक्ट गर्दा पनि भयो। अब नेक्स्ट भिडियोमा चाहिँ हामी डेलिभरी चार्जेसहरू कसरी सेटअप गर्ने भन्ने कुराहरू हेर्छौँ। सो सी यु इन नेक्स्ट भिडियो।